हेर्नै साथीहरु हाम्रो बारीमा तेजपत्ता छ अनि सुन्तलाहरू पनि छ अनि यो पनि बुवा सानो निबुवा भर्खर रोपेको है त यो अनि सुन्तला धेरै छ हाम्रो बारीमा सुन्तला यति भएको छ एक वर्षमा यत्रो भएको छ सुन्तला यो ठुलो यहाँ सबै सुन्तला छ है त माथिसम्म छ उहाँ हुनुहुन्छ मम घाँस काट्दै सक्नुहुन्छ अनि तपाईँको चाहिँ हाम्रो गाउँ है हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो गाउँ हाम्रो गाउँ हो अनि यति धेरै सुन्तला मम्मी बाबाले रोप्नु भएको यति धेरै छ एक वर्षमा यत्रो ठुलो भएको छ धेरै छ सबै यहाँ चाहिँ सबै सुन्तला अनि पिँडालु कति धाङ छ मम्मी कति धाङ रहेछ हजुर 55 धाङ उहाँ माथि मेरो बाबाले टिम्बो टिप्दै हुनुहुन्छ यत्रो ठुलो रुखमा म त टिप्नै नसक्ने रहेछ यत्रो ठुलो रुख रहेछ यति धेरै फलेको छ चराले खाइदिएछ हैन चराले खाइदिएछ हैन टिम्बो हो र मेरो बाबाले चाहिँ उहाँ टिम्बोर टिप्नु भएको छ मलाई म काठमाडौँ लाने यो टिम्बोर मेरो साथीहरूलाई यति धेरै फलेको छ टिम्बोर र यहाँ देख्दैन यसको चाहिँ अचार पनि मिठो हुन्छ तरकारीहरुमा लगाउन नि मिठो हुन्छ अहिले टिपिसकेपछि म तपाईहरुलाई देखाउँछु पहिला चाहिँ यो बारीमा केही थिएन है पुरै बाँझो थियो अनि बाँझो फोरेर अनि यस्तो राम्रो बनाउनु भएको छ पिडालु छ सुन्तला जुनार निबुवा धेरै बोट बिरुवाहरू रोपेर चाहिँ यस्तो राम्रो बनाउनु भएको छ मम त्यो हाम्रो गाउँ त पारी रामेछाडा जिल्ला है त अनि यता चाहिँ ओखलढुङ्गा टिमुरको काँडै काँडा हुन्छ नि त अनि टिप्न गाह्रो भएर चाहिँ बाबाले काटेर झार्दै हुनुहुन्छ यस्तो हुन्छ यस्तो काँडै काँडा हुन्छ यस्तो राम्रो फलेछ यस्तो फलेको छ फलेको छ तर यस्तो काँडै काँडा हुन्छ अब यसलाई टिप्नु पर्ने हुन्छ केमा टिप्नु त केमा टिप्नु अब यताको पनि यता उडाउने अनि हाँगै झारेर अनि यहाँ भुइँमै टिप्नु पर्यो त काँडा हुन्छ यस्तो यस्तो कस्तो मिठो बास्ना आउँछ यस्तो फलेको धेरै फलेको छ
अब म यसलाई टिप्छु। टिप्दा टिप्दै हात घोचेर यस्तो घाउ बनाइसक्यो यो काँडाले। यस्तो काँडा हो, काँडै काँडा छ। भर्खर यति टिपेँ, यति धेरै छ टिप्नु, कसरी टिप्नु होला। काँडै काँडा हात घोचेर यस्तो दुखिसक्यो। यस्तो काँडा हो। यहीँ टिप्न आउनु न बाबा। यस्तो काँडाले घोचेर कस्तो गर्यो। टिमुर टिपेको काँडै काँडाले घोचेर घाउ बनाइदिइसक्यो। खाना चाहिँ मिठो हुन्छ है, टिप्न चाहिँ गाह्रो हुन्छ। खाना मजाले फडाएर चाहिँ यस्तो घोचेको। यो काँडाले घोचेरै नहुने क्या, काँडाले रुकेर घोचेर गाह्रो खानु। यति फल्यो। अहिले चाहिँ म बसिरहेको, हात घोचेर दुखेर। अनि अहिले चाहिँ मम्मीले टिप्दै हुनुहुन्छ। यहाँ मम्मीले टिप्दै हुनुहुन्छ, वहाँ माथि रुखमा बाबाले टिप्दै हुनुहुन्छ। हामीले चाहिँ यति धेरै टिमुर टिप्यौँ। अब यसलाई 2-3 दिन सुकाएर अनि फेरि मजाले सुकाएर काठमाडौँ लैजाने। यहाँ मम्मी चाहिँ झाडु फाल्दै हुनुहुन्छ, बाबाले चाहिँ सुन्तलालाई गोड्दै हुनुहुन्छ। फलेपछि खाइन्छ। कति वर्षमा फल्छ बाबा? 5 वर्ष। 5 वर्ष। 5 वर्षमा चाहिँ हाम्रो सुन्तला फल्छ होला सायद। 1 वर्षमा नै यत्रो ठुलो भएको छ है। कस्तो मजाले बढेको। यहाँको माटो चाहिँ एकदम राम्रो, बलौटे माटो। बलौटे माटो भन्नु भएन? यसलाई चाहिँ काचे गराउनु भएको रे ओखलढुङ्गा कृषिको अफिसमा चाहिँ यो माटो चेक गरेर अनि हामीले सुन्तला रोपेको। पुरै सुन्तला छ यता पुरै सुन्तला छ। वहाँ तल जुनारहरू नि छ। पछल्लो झाङ रहेछ उजम्मा सुन्तला मात्रै सुन्तला मात्रै 50 झाङ, जुनारसँग 55 झाङ रहेछ। मैले अघि गर्न सक्छु। गनी रोप्नु भएको छ है। अब यति रोप्ने कि अरू पनि रोप्ने? खै गोट्नै नसक्ने या ब्रेककाल भयो। यहीलाई स्याहार पुऱ्याउन यसलाई हुर्काएर फलाएर आम्दानी भएपछि है अनि फेरि बढाउनु पर्छ। ए 100 झाङ पुर्याउनु लक्ष्य। यहाँ हाम्रो यहाँ बारीमा सबै ठाउँ रोप्दा चाहिँ 100 झाङभन्दा पनि बढी अट्छ भन्ने अनुमान गरेको होइन त बाबा? फागुन र चैत्रमा पानी हुँदैन नि त, सुक्खा लाग्छ। त्यही भएर यसरी पानी लिएर राख्नु भएको छ। अझै धेरै ल्याउन बाँकी छ। चाहिँ हिँडेको रात पर्यो नि त, खाना बनाउनु पर्ने हुन्छ। अनि बाबा र मम्मी उतै हुनुहुन्छ, पछि आउनुहुन्छ। म चाहिँ
हिँडेको अब तिमीले बोकेर यस्तो बाटो छ त्यो सानो बाटोमा हिँड्नुपर्छ भिड छ यस्तो छ बाटो सानो बाटो उता पारि देखेको चाहिँ मेरो गाउँमा पुग्नुपर्ने हुन्छ पहिला झन् सानो थियो बाटो खनेर अलिक ठुलो बनाउनु भएछ यहाँ औ राम्रो देख्यो हाम्रो गाउँ यस्तो छ उकालो ओह्रालो गर्नुपर्छ है हाम्रो त बाई बाई भिडियो हेरेर साथ दिनु होला